और कहाँ छस् बेलुका फुटसल खेल्न आए चाहिँ फुटसल सिटी एरियाको सबसे पपुलर स्पोर्ट तर के हामी फुटसल जसरी खेलिरहेको छौँ केलाई मिनी फुटबल जसरी खेलिरहेको छौँ सो यो बुझ्न चाहिँ लेट्स अन्डरस्ट्यान्ड फुटसल एउटा हार्ड सर्फेसमा खेलिने इन्डोर फुटबल जस्तो जसमा फुटबलको भन्दा हायर टेम्पो र फास्ट पेसमा खेलिने गर्छ र यसमा फुटबल भन्दा एक साइज सानो र लेस बाउन्सी बलका साथ खेलिने गरिन्छ नर्मली 40x20 मिटरको सानो एरियामा खेलिने यो गेममा टोटल 14 जना हुन्छन् एउटा टिममा 5 जना चाहिँ पिच भित्र खेल्छन् बाँकीको 9 जना चाहिँ सब्स्टिट्युसनको रूपमा बाहिर बस्छन् र पिच भित्र खेल्ने 5 जना प्लेयर्सहरुमा हरेक टिममा एकजना गोलकिपर एकजना फिक्सो जो डिफेन्डरका रूपमा खेल्छन् 2 जना आला जुन विंगरका रूपमा खेल्छन् भने एकजना पिभट हुन्छ जुन टिमको स्ट्राइकरका रूपमा खेल्ने गर्छ यो 20 मिनेटको 2 हाफमा खेलिने खेल हो जसमा हरेक टिमले 1 मिनेटको टाइम आउट चाहिँ पाउँछ र यसमा कुनै एडेड टाइमको सुविधा भने हुँदैन आउट गइसकेपछि स्टप वाचले टाइम स्टप हुन्छ अब रुल्सतिर जाउँ यहाँ गोलकिपरले जम्मा 4 सेकेन्ड मात्रै टाइम पाउँछन् आफूबाट बल रिलिज गर्न र आफूले बल रिलिज गरिसकेपछि गोलकिपर्सहरूले ब्याक पास चाहिँ आफ्नै टिमबाट आफ्नै हातमा रिसिभ गर्न पाउँदैन र इफ गोलकिपरले ब्याक पास रिसिभ गरिहालेको केसमा चाहिँ अपोनेन्ट टिमले इन्डाइरेक्ट फ्री किक पाउनेछन् र त्यो इन्डाइरेक्ट फ्री किक अपोनेन्ट टिमले डाइरेक्ट हान्न चाहिँ पाउने छैन सो यो गेममा फल्सहरूलाई चाहिँ एकदम डिस्करेज नै गर्ने गरिन्छ किनभने यदि एउटा टिमले एउटा हाफमा 5 वटा फल भन्दा बढी गर्यो भने 6th फलबाट चाहिँ एभ्री फलको उनीहरूले डाइरेक्ट पेनाल्टी 10 मिटरको डिस्टेन्सबाट पाउने गरिन्छ जहाँ टिमले डिफेन्डिङ टिमले वाल राख्न पाउने छैन सो यो फुटबल भन्दा के हाई टेम्पो र के पेसका साथ खेलिने गेम